नेसनल हाइवे अफ मधेस होइन, जसरी तपाईँहरूले देख्नुहुँदैछ यहाँनिर। सो यहाँनिर चाहिँ तपाईँहरूले देख्नुहुँदैछ हाम्रो राइडरहरू होइन गाइस। सो गाइस हम आ चुके हैं जोखिम। सो गाइस आप सब भी बरबोट हो। सो गाइस बरबोट सरी गाइस। यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ होइन। म फेरि पनि मेरो ओन ऱ्यापिडोलाई धन्यवाद दिँदै अन्त यहाँनिर होइन उसलाई पनि हामीले उयो गर्नुपर्छ, किनभने जे भए पनि उसले हामीलाई बोकेर चढाएर लाँदैछ। सो गाइस त्यही हो, त्यति भन्दै पछाडि मेरो दिदीहरू आउँदैछ, यसरी देख्नुहुँदैछ होइन पछाडि। सो गाइस त्यही हो नेसनल हाइवे अफ मधेस गाइस, द नेसनल हाइवे अफ मधेस। मधेस भनेको मेरो पर्सनल ऱ्यापिडोले एकदमै राम्रो चलाउँदैछ। म उसलाई थम्सअपको साथमा होइन एकदमै हामी के भन्छ त्यसलाई, के भन्नु प्रियता गर्न चाहन्छ हामी। यो ज्यादै स्पिड भएको त भयो मलाई, झन्डै म लडेँ है भिडियो बनाउनु अफरोड होइन यो आफ्नो दाजुभाइ होइन आफूलाई पनि यदि राइडिङ आउँछ भने चाहिँ तपाईँकोमा बाइक स्कुटी छ भने चाहिँ तपाईँ आधी घन्टा 1 घन्टामा चाहिँ तपाईँ प्लेन्स देख्नुहुँदैछ, यहाँ पुग्नुहुन्छ तपाईँहरू होइन। सो अहिले के अरे प्रमे फेरि भन्न फेरि भन्न यो गाडीले चाहिँ गाइस उयो गाडीले चाहिँ धुवा उडायो कि अन्त के अरे भन्नु त। केटा भएको भए चाहिँ नि केटा भएको भए चाहिँ यसरी उडाउँथेन अरे धुवा कि हामीहरू भएको कारणले चाहिँ उडाएको अरे धुवा। उसले भनेको है, उसले यो रातो क्याब लाउनेले भनेको पनि होइन। बिचबिचमा हेर्नुहोस् चाहिँ यहाँनिर राम्रीको लागि उड्यो उसको बिचरा, उसको ब्युटिफुल हेयर उडेर, हेयर चाहिँ उसको उडेर गाइस हाम्रो डेस्टिनेसन चाहिँ टाढो होइन, जस्ट यहाँनिर अहिले एकदमै फेमस भन्दाखेरि पनि हाम्रो हाइवे बनिसकेको छ। सो त्यही भएर चाहिँ हामीहरू आफ्नो दाजुभाइहरूसँग होइन यसो मिलाएर चाहिँ गएको। गाइस पछाडि आउँदैछ मेरो यहाँनिर मजाको देख्छ, पछाडि आउँदैछ होइन। सो हामीहरू चाहिँ हेलो भन्नु कस्तो अनुहार। सो गाइस हामी चाहिँ यहाँनिर आइसकिसक्यो होइन। यो के भन्छ यसो आउटिङको लागि चाहिँ हामी निस्केको थियो। सो त्यही हो गाइस, हेरिदिनुहोस् मेरो यहाँनिर राइडरहरू हेर्नुहोस् है। Oh my god, rider girl. Hi Anissa. हल्का राइडिङ स्किल होइन बेरलाई मैले दिँदै हल्का एस्कुलेटरलाई तपाईँहरूले यतिको मात्रै पक्रिनु पर्ने। हजुर, अन्त तपाईँको बडी चाहिँ यतिको मात्रै राखेको हुनुपर्छ होइन। अन्त यतिको चाहिँ तपाईँहरूले हात चाहिँ यतिको मात्रै राखेको हुनुपर्छ कि राखेर चाहिँ तपाईँहरूले स्कुटी चलाएको हुनुपर्छ। अन्त तपाईँले 3 जना यसरी हेभी लोड बोक्न सक्नुहुन्छ, अदरवाइज चाहिँ तपाईँले कति होइन यतिको चाहिँ मेरो भाइकोबाट चाहिँ सिकेको हुनुपर्छ। ऊ यतिको हातको प्लेसमेन्ट अन्त अनुहारमा पनि यतिको कन्फिडेन्स चाहिँ तपाईँहरूकोमा हुनैपर्छ, नभए चाहिँ स्पिड तपाईँहरूले देख्नुभयो यतिको प्लेसमेन्ट भयो भने मात्रै तपाईँहरूले चाहिँ यतिको भ्यूमा यतिको लोडलाई हेर्नु त भ्यू आइसला आम्मा स्पिड गाइस स्पिड चाहिँ होइन। स्कुटी बाइकमा हिँड्नु मतलबै त स्पिडमा हिँड्नु हो, नभए त गाडीमा हिँड र होइन, गाडीमा हिँड, गाडीमा उल्टी गर जेसुकै गर। स्कुटी भनेको त यही हो, स्पिडमा हिँड, कति हाइएस्ट स्पिडमा हिँड, यतिको स्पिडमा, ताकि छेउको मान्छेले यसरी पनि हुनुसक्छ गाइस, अलिकति पछाडिको मान्छे अलिकति होसियारी नै बस्यो चाहिँ उछिटेर अगाडि न यतिको स्पिड हो गाइस। स्कुटी बाइक भनेकै त यही हो कि
भन्छ हाम्रो चाहिँ अब माउन्टेन हो हाम्रो घर चाहिँ होइन हिल्समा भएको कारणले गर्दाखेरि चाहिँ हामी अब कोही कोही बेला चाहिँ स्कुटी बाइक मिल्यो माउन्टेन भनेको whatever इग्नोर गर्नु कुरालाई सो गाइस त्यही हो अब हाम्रो 6 महिना के हो यो 6 महिना हाम्रो मधेसमा बिते पनि हाम्रो 6 महिना आफ्नै गाउँ आफ्नै ठाउँमा बित्छ गाइस सो यस्तो खालको आफ्नो दाजुभाइ अब यस्तो खालको लकी त को हुन्छ र कोही हुँदैन लकी त आफ्नै भाइको बाइक आफ्नै भाइको स्कुटी आफ्नै भाइले चलाउनु हुँदैन गाइस ग्रेटफुल हुँदै म चिप्लिँदैछु इट्स डेमा ग्रेटफुल So look at the view. पछाडि आउने सबैजना हुन्छ मेरो भाइ अघि हाँस्यो होइन माउन्टेन भन्दा यो माउन्टेन होइन र हेर्नुहोस् माउन्टेन होइन यो माउन्टेन त हो ब्रिज हेर्नुहोस् माथि यो माउन्टेन त हो भाइ माउन्टेन सो गाइज हामी चाहिँ यहाँनिर खाजा खानुको लागि गरिरहेको छौँ यहाँनिर दिदी चाहिँ केसियर बिचरा त्यही बसिरहेको छ गाइज उसले चाहिँ खाइसकेर के बिना यति साह्रो स्याड गाइज हामी चाहिँ पर्खेको भयो होइन तर फाइनली अहिले हाम्रो आयो चिया स्पोन्सर बाई हाम्रो यहाँनिर राम्री दिदी ऊ यहाँनिर एकछिन ल तिमीहरूको टर्न यता कस्तो अरे चिया यहाँनिर छ आफ्नै धुन छ यता फेरि अब फेरि मोमो आउनेछ प्रकृतिको बिग फ्यान हो नि त फेरि अलिक जटले भन्न अलिक जटले ओइ अलिक जटले भन सर हामी चाहिँ आज प्रकृतिको बिग फ्यान होइन त्यसले गर्दा प्रकृतिले घुमाउनु लिएर आइरहेको छ सबैजना सिलगढी पुल घुमाउनु चिया खुवाइछ अब चिया ए मैले घुमाउनु ल्याएको ल पुगेको छैन हामी चाहिँ राति भइसक्यो अझै पुगेको छैन चिया खाँदैछु हाम्रो यहाँनिर आइसकेको छ गाइस मोमो आइसकेको छ एकदमै तातो भेज मोमो सो अब हामी खाँदैछु अनि अब हामी जाँदैछु तल खाँदैछ हामी चाहिँ सो गाइस हामी चाहिँ फाइनली हाम्रो डेस्टिनेसन होइन आजको हाम्रो मेन आउनु भन्ने ठाउँ चाहिँ आइसकेको छ सो यो एकदमै फेमस यसलाई चाहिँ के पुल भनेर चिन्छ हो धुवा पुल हो के अरे लुप पुल भन्छ गाइस अनि हामी चाहिँ यहाँनिर आइसकिसकेको छ अनि यहाँ माथि चाहिँ चेकिङ हुँदो रहेछ सो हामी त्यही भएर अलिकति सो गाइज हामी चाहिँ लुप पुल कटेर होइन यहाँनिर जस्ट फोटोसुटको लागि चाहिँ यहाँनिर एकछिन बसिरहेका छौँ सो यहाँ माथि चाहिँ यसरी चाहिँ लुप पुल एन्ड हुन्छ आम्मा गाइज ब्लड मुन हो क्या क्लियर आएन सो गाइज त्यही हो कोही कोही बेला चाहिँ हामी निस्किन्छ होइन निस्किनु पर्यो राति पर्छ के गर्नु होइन सो यहाँनिर चाहिँ हाम्रो ग्याङ छ गाइज ग्याङ चाहिँ यहाँनिर बसेको छ दिदीले केही शब्द बोलिदिनु मेरो भ्लगमा फर द फर्स्ट टाइम मेरो दिदी आउँदै रहेछ नमस्ते हजुर प्रकृतिको भ्लगमा है हजुर सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला आज हामी यहाँ घुम्न आएको छौँ है यस्तो नजारा दामी देखिरहेको छ यहाँ हेर्नु जुलापी ब्रिज ब्रिज के ब्रिज भन्नु आफ्नो तरिकाले कसैले स्नेक ब्रिज भन्दा कसैले सेलरोटी भन्नु
आफ्नो आफ्नो नाम रहेछ है अन्त हेर्नु सक्नुहुन्छ नजारा भाइ बहिनीहरूसँग है सबैजना भाइ बहिनीहरूसँग आएको छु आज चाहिँ म खुसी छु एकदम यो प्लान चाहिँ दिदी र मेरो मेजर हो नि त होइन अन्त दिदीलाई धेरै धेरै धन्यवाद अब किनभने यसरी हामीलाई दिदी चाहिँ वान अफ द के भन्छ त्यो हो नि त मेन हो नि त आजको मेन क्यारेक्टर हो नि त तपाईँ चाहिँ सो त्यही भएर चाहिँ तपाईँलाई धेरै धेरै धन्यवाद मेरो भ्लगमा बोलिदिनु भएकोमा होइन हजुर भ्यू चाहिँ एकदम दामी छ हेरिस् त हेर न भ्यू चाहिँ त्यही त भ्यू चाहिँ दामी रहेछ है गाइजी यहाँनिर मेरो साथीहरू छ मुन हेर्नुहोस् त मुन